नमस्कार। आज हामी रेकरिङ डिपोजिट अथवा आरडी बारे कुरा गर्दैछौँ। हामीलाई केही जानकारीहरू प्राप्त भएका थिए। हो, आरडी बारे हो। आज तिनै जानकारी के लाएर यो आरडी खासमा के हो, कसरी काम गर्छ अनि हाम्रो वित्तीय योजनामा यसको के भूमिका हुन्छ भनेर अलि गहिरोसँग बुझ्ने कोसिस गरौँला। बिल्कुल। प्राप्त जानकारी हेर्दा यो नियमित बचत गर्न चाहनेहरूका लागि, खासगरी कुनै निश्चित लक्ष्यका लागि पैसा जम्मा गर्न खोज्नेहरूका लागि उपयोगी देखिन्छ। त्यसो भए सुरु गरौँ न त। यो रेकरिङ डिपोजिट भनेको के हो त, एकदम सरल भाषामा? हुन्छ। यो कस्तो भने ब्याङ्कसँग एउटा सहमति जस्तै हो। तपाईले हरेक महिना एउटा तोकिएको रकम एउटा निश्चित समयसम्म जम्मा गर्दै जानुहुन्छ। ए, हरेक महिना? हो, हरेक महिना। जस्तो 5,000 रुपियाँ 5 वर्षसम्म। अनि ब्याङ्कले त्यसमा ब्याज दिन्छ। अवधि सकिएपछि तपाईले जम्मा गरेको पैसा र ब्याज सबै एकैचोटि फिर्ता पाउनुहुन्छ। ए, भनेपछि बचत गर्ने एउटा तरिका भयो। हो, खास गरी यसले अनुशासन सिकाउँछ, नियमित बचत गर्ने बानी बसाल्छ। अनुशासन यो महत्त्वपूर्ण कुरा हो। प्राप्त जानकारीमा त घर किन्न डाउन पेमेन्ट जम्मा गर्ने कुरा पनि थियो। यस हिसाबले अरू के फाइदा होला नि त? ठिक कुरा उठाउनु भयो। पहिलो त यही भयो, नियमित बचतको बानी। दोस्रो, ब्याज दर। सामान्य बचत खाताको भन्दा यसको ब्याज दर अलि राम्रो हुन्छ। कति जति फरक पर्छ? अहिले हेर्दा बचतमा 4-5% होला भने आरडीमा 6 देखि 7.5% पनि देखिन्छ। ब्याङ्क अनुसार फरक त पर्छ, पर सामान्यतया बढी नै हुन्छ। ए, त्यो त राम्रै भयो। अनि तेस्रो, यो एकदमै सुरक्षित मानिन्छ। शेयर बजार जस्तो जोखिम हुँदैन यसमा। पैसा डुब्ने डर भएन। सुरक्षित र ब्याज पनि अलि बढी, यो त आकर्षक नै सुनिन्छ। हो नि। अनि धेरै ब्याङ्कले ब्याज पनि त्रैमासिक रूपमा हिसाब गर्छन् क्यारे। त्यसले गर्दा थोरै भए पनि फाइदा बढी हुन्छ। अनि यो खाता खोल्न चाहिँ के गाह्रो छ कि सबैले खोल्न सक्छन्? गाह्रो छैन। यसको राम्रो पक्ष नै यही हो, एकदमै सजिलो छ। विद्यार्थी, गृहिणी, जागिरे जोसुकैले खोल्न सक्छन्। ए, कागजात नि? सामान्य परिचय खुल्ने कागजपत्र, नागरिकता जस्तो अनि फोटो भए पुगिहाल्छ। आजकल त ब्याङ्क जानै पर्दैन, मोबाइल ब्याङ्किङबाटै पनि मिल्छ होला कतिपय ठाउँमा। ओहो, झन् सजिलो। एउटा उदाहरण हेरौँ न त। मानौ महिनाको 10,000 रुपियाँ जम्मा गर्ने रे, 5 वर्षसम्म। ब्याज दर ल 7% नै मानौ, कति हुन्छ होला अन्तिममा? राम्रो प्रश्न। 10,000 महिनाको, 5 वर्ष भनेको 60 महिना भयो। 7% ब्याज दरमा हिसाब गर्दा सामा मात्रै त 6 लाख भयो। 6 लाख हो। अनि त्यसमा ब्याज जोड्दा चक्रवृद्धि ब्याज हुन्छ है फेरि, त्यो जोड्दा लगभग 7,25,000 देखि 7,30,000 को आसपास पुग्छ। ओहो, 7,30,000, त्यो त राम्रै रकम हो नि 5 वर्षमा। हो, सानो सानो बचतले पनि पछि राम्रै हुन्छ। तर यसका केही कमजोरी पनि छन् कि? प्राप्त जानकारीमा त्यस्तो केही थियो? छन्। मुख्य 2वटा कुरा औल्याइएको थियो। पहिलो, तरलताको कमी। तरलता भनेको? मतलब पैसा चाहिएको बेला तुरुन्तै झिक्न नमिल्ने। तपाईले 5 वर्षको लागि खोल्नुभयो भने त्यो 5 वर्ष कुर्नु पर्यो। बीचमै झिक्न खोज्दा ब्याङ्कले केही ब्याज घटाउँछ वा जरिवाना लाउन सक्छ। ए, त्यो त अलि अप्ठ्यारो पर्यो नि, केही इमर्जेन्सी पर्यो भने। हो, त्यही भएर आकस्मिक कोषको लागि आरडी त्यति उपयुक्त नहोला। हुन त केही ब्याङ्कले आरडीको धितोमा ऋण दिने सुविधा राखेका हुन सक्छन्, तर त्यो पनि कतिको सहज हुन्छ हेर्नुपर्छ। बुझे। अनि अर्को सीमितता नि? अर्को चाहिँ मुद्रास्फीति जोखिम। कहिलेकाहीँ महँगी बढ्ने दर, मतलब मुद्रास्फीति आरडीको ब्याज दर भन्दा माथि जान सक्छ। ए, भनेपछि ब्याज पाए पनि पैसाको मूल्य घट्ने? हो, ठ्याक्कै। तपाईको पैसाको किन्ने शक्ति घट्न सक्छ। 7% ब्याज आयो तर महँगी 8%ले बढ्यो भने त खासमा घाटा भयो नि। ए, यो पनि विचार गर्नुपर्ने कुरा रहेछ। त्यसो भए अहिलेका युवाहरू जो अलि छिटो पैसा कमाउन खोज्छन्, शेयर बजारतिर पनि चासो राख्छन्, उनीहरूका लागि यो आरडी कतिको ठिक होला त? खै, युवाहरूको लागि पनि यसको ठाउँ छ जस्तो लाग्छ। खास गरी आर्थिक अनुशासन बसाल्न सुरु गर्नेहरूको लागि यो राम्रो पहिलो पाइला हो। अनि जसलाई 3-5 वर्षमा कुनै निश्चित लक्ष्य छ, जस्तो विदेश पढ्न जान केही पैसा जम्मा गर्नु छ वा मोटरसाइकल किन्नु छ र जोखिम लिन चाहँदैनन्,
उनीहरूको लागि त यो अझै पनि सान्दर्भिक छ। मतलब सुरक्षित विकल्प खोज्नेलाई ठिक भयो। हो, तर अब धेरै प्रतिफल चाहने र जोखिम मोल्न सक्नेका लागि त अरू विकल्प आकर्षक लाग्नु स्वाभाविक हो। ठिक छ। त्यसो भए आजको हाम्रो यो छलफलबाट के देखियो भने रेक्युरिङ डिपोजिट भनेको नियमित बचत गर्ने, अनुशासनमा बस्ने अनि सुरक्षित तरिकाले पैसा बढाउने एउटा राम्रो औजार हो। बिल्कुल, तर यसका सीमितता जस्तो पैसा तुरन्तै झिक्न नमिल्ने र मुद्रास्फीतिको जोखिमलाई पनि बिर्सनु भएन। हो, मेरो विचारमा मुख्य कुरा चाहिँ बचत सुरु गर्नु हो। थोरैबाट भए पनि सुरु गर्नु महत्त्वपूर्ण छ। आर्थिक लक्ष्य पूरा गर्न पहिलो पाइला चाल्नु पर्यो नि। आरडी जस्ता कुराले त्यसमा सघाउँछन्। एकदम सही। ल त अब श्रोताहरूलाई एउटा प्रश्न छोडेर जाउँ। आजकै छलफलको आधारमा सुरक्षा एकातिर छ, तर मुद्रास्फीतिलाई हेर्दा ब्याज दर कम हुन सक्ने सम्भावना पनि छ। यो दुई कुरालाई तौल्दा तपाईको कुन चाहिँ व्यक्तिगत आर्थिक लक्ष्यको लागि आरडी सबैभन्दा उपयुक्त होला अनि कहिले चाहिँ तपाईले अरू नै विकल्प खोज्नु बेस होला? यो प्रश्नमा विचार गर्दै गर्नुहोला। अर्को पटक फेरि भेटौँला। धन्यवाद। धन्यवाद।